राजधानी छपाई ठेक्कालाई लिएर केही साता अघि चर्किएको विवादले नयाँ मोड लिएको छ। प्रधानमन्त्री बालन शाहको टोलीले नयाँ ठेकेदार कम्पनीले समयमै सेवा दिन नसक्ने भन्दै ठेक्का रद्द गर्न दबाब दिएको दाबी भइरहेका बेला जर्मन कम्पनीले पासपोर्ट छपाई तथा नयाँ प्रणाली सञ्चाल सुरु गरेको दाबी गरेको छ। राजधानी विभागका अनुसार नयाँ कम्पनीले एक सातादेखि नियमित रूपमा पासपोर्ट छापिरहेका छन्। हालसम्म करिब 5 लाख पासपोर्ट पुस्तिका छपाइसकेको र 60 भन्दा बढी जिल्लाहरूमा नयाँ बायोमेट्रिक अनुसार इनोरिया प्रणाली बिस्तारै सुरु हुने समेत दाबी गरेको छ। यसअघि प्रधानमन्त्रीका सचिवालयका केही सदस्यहरूले नयाँ ठेकेदार कम्पनी मुलक र भेरिडोसले समयमै सेवा दिन नसक्ने जानकारी दिएका थिए र पासपोर्ट अभाव हुने भन्दै ठेक्का रद्द गर्नुपर्ने समेत धारणा व्यक्त गरेका थिए। साथै राजधानी खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै अनुसन्धान अघि बढाउन समेत प्रधानमन्त्रीलाई दबाब दिएको बुझिएको छ। तर नयाँ कम्पनीले सम्झौता अनुसार सेवा सञ्चालन थपिरहेको र ठेक्का कार्यान्वयन सम्भव भएको भन्ने दाबीहरू पुष्टि नभइसकेको भन्दै प्रशासनिक वृत्तमा चर्चा सुरु भएको छ। विभागका प्राविधिकहरूका अनुसार प्रारम्भिक चरणमा केही प्राविधिक समस्या देखिए पनि सेवा क्रमशः नियमित रूपमा सञ्चालन भइसकेको समेत दाबी गरेका छन्। यद्यपि राजधानी ठेकेदार सम्बन्धी भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार कम्पनी प्रक्रिया रोक्का गर्नको लागि भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको समेत छ। यस विषयमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीको सचिवालयले प्रक्रिया भन्दा बाहिर गएर हस्तक्षेप गरेको आरोप समेत लगाएका छन्। यद्यपि सरकार वा प्रधानमन्त्रीको सचिवालयले यसबारे विस्तृत आधिकारिक रूपमा भने सार्वजनिक गरेको छैन।